हालसम्म मेरो 11 विश्व कीर्तिमानहरू छन्। कुनै स्पोर्टमा छ, कुनै एडभेन्चरमा भने, कुनै फुड्स इटिङहरुमा छ, कुनै पुरानो रेकर्ड ब्रेकिङ रेकर्ड छ भने, कुनै मेरो आफ्नै टाइटलको मेरो आफ्नै विधाको रेकर्डहरु पनि छन्। मेरो पहिलो रेकर्ड भनेको चाहिँ द लङ्गेस्ट जर्नी अफ स्कुटर राइडर हो। हिमाल पहाड तराईको यात्रा। काठमाडौँबाट सोलुखुम्बु, पूर्व मेची, पश्चिम महाकाली, फेरि काठमाडौँसम्म 2743.7 किलोमिटर 72 घण्टामा पानी समेत नखाई 3 दिन 3 रातमा पुरा गरेको थिएँ, जुन च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्डमा दर्ज छ। र दोस्रो रेकर्ड चाहिँ गिनिज वर्ल्ड रेकर्ड, द मोस्ट हिट्स अफ टेनिस बल विथ टेनिस र्याकेट ह्यान्डल इन 1 मिनट टाइटल, जुन क्रिस्टिनो रोबर्टो, विश्वको सबैभन्दा धेरै विश्व रेकर्ड राख्ने क्रिस्टिनो रोबर्टोको 1 मिनेटमा 198 स्कोरलाई ब्रेक गर्दै मैले 218 गरेँ। र त्यही रेकर्ड फेरि नेपालीले ब्रेक गरे, 260 बनाए। फेरि मैले त्यही रेकर्डलाई चाहिँ 1 मिनेट बराबर 5 स्कोर गर्दै 300 स्कोर बनाएर अहिले मेरै नाममा एक्सक्लुसिभ वर्ल्ड रेकर्डमा त्यो रेकर्डहरू छन्। आदरणीय दर्शकवृन्द, आज हामी विश्व कीर्तिमानी डाक्टर रक्षी कुमार राई हामीसँग हुनुहुन्छ। उहाँसँग हामीले समसामयिक विषयमा केही कुराकानीहरू गर्न गइराखेका छौँ। सर्वप्रथम यहाँलाई सेवा नमस्कार। नमस्कार, धन्यवाद। अनि हजुरको दिनचर्या आजभोलि कसरी बितिराखेको छ? सामाजिक सेवामा नै व्यस्त हुनुहुन्छ? समाज सेवा पनि नभनौँ, देशकै सेवा। हजुर, देशको सेवामा व्यस्त हुनुहुन्छ। हजुर, इतिहास लेखनको काम। हजुर, इतिहास चाहिँ के सम्बन्धी लेख्दै हुनुहुन्छ अहिले? अब मैले जति पनि गरेको कामहरू धेरै होला, तर केही कुराहरूले जुन विश्व रेकर्ड बन्यो त्यही हो इतिहास। हजुरले चाहिँ के विषयमा विश्व रेकर्ड गर्नुभयो हामीलाई बताइदिनुहोस् न, अलिकति सिलसिलेवार रूपमा यो आम दर्शकलाई बताइदिनुहोस्। हालसम्म मेरो 11 विश्व कीर्तिमानहरू छन्। कुनै स्पोर्टमा छ, कुनै एडभेन्चरमा भने, कुनै फुड्स इटिङहरुमा छ, कुनै पुरानो रेकर्ड ब्रेकिङ रेकर्ड छ भने, कुनै मेरो आफ्नै टाइटलको मेरो आफ्नै विधाको रेकर्डहरू पनि छन्। मेरो पहिलो रेकर्ड भनेको चाहिँ द लङ्गेस्ट जर्नी अफ स्कुटर राइडर हो। हिमाल पहाड तराईको यात्रा। काठमाडौँबाट सोलुखुम्बु, पूर्व मेची, पश्चिम महाकाली, फेरि काठमाडौँसम्म 2743.7 किलोमिटर 72 घण्टामा पानी समेत नखाई 3 दिन 3 रातमा पुरा गरेको थिएँ, जुन च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्डमा दर्ज छ। र दोस्रो रेकर्ड चाहिँ गिनिज वर्ल्ड रेकर्ड, द मोस्ट हिट्स अफ टेनिस बल विथ टेनिस र्याकेट ह्यान्डल इन 1 मिनट टाइटल, जुन क्रिस्टिनो रोबर्टो, विश्वको सबैभन्दा धेरै विश्व रेकर्ड राख्ने क्रिस्टिनो रोबर्टोको 1 मिनेटमा 198 स्कोरलाई ब्रेक गर्दै मैले 218 गरेँ। र त्यही रेकर्ड फेरि नेपालीले ब्रेक गरे, 260 बनाए। फेरि मैले त्यही रेकर्डलाई चाहिँ 1 मिनेट बराबर 5 स्कोर गर्दै 300 स्कोर बनाएर अहिले मेरै नाममा एक्सक्लुसिभ वर्ल्ड रेकर्डमा त्यो रेकर्डहरू छन्। र अन्य रेकर्डहरू अब त्यस्तै भने, कुनै स्पोर्टमा छ, कुनै फुड्समा छ, अब आफ्नै नामको रेकर्डहरू छ। यी रेकर्डहरू सम्भव हुनको कारणहरू चाहिँ के रहेछन्, यसो बताइदिनुहोस्। इच्छा शक्ति हो। हजुर। अनि द रेगुलर एफर्ट इज द की अफ सक्सेस भन्छ। हजुर, निरन्तर अभ्यास नै सफलताको साँचो चाबी हो भन्ने लाग्छ मलाई। मान्छेले असम्भव कुरालाई सम्भव बनाउनु नै विश्व रेकर्ड हो। हजुर। र यो गर्नमा चुनौतीहरू त धेरै थिए। मलाई पनि कतिपय साथीभाइहरूले हैन, अथवा आफन्तहरूले त मूर्ख, त पागल, त बौला भन्थे। मैले यही कुराहरूलाई एक्सेप्ट गरेँ। हो, तिनै व्यक्तिले विश्व इतिहास रच्न सक्छ जो आफ्नो लक्ष्यप्रति मूर्ख, पागल हैन बन्नुपर्छ, कि त विद्वानले विश्व रेकर्ड राख्छ कि मूर्खले राख्छ भन्ने चाहिँ मलाई दृढ सङ्कल्प थियो। निरन्तर प्रयत्नपछि अगाडि बढेँ र देशको इतिहास आज रच्न सफल बने। खासमा वैज्ञानिक नै पागल हो नि। हजुर। किनभने सफलता नभए सुरुवातमा त पागलै भन्ने हो। हजुर। एक्स्ट्रा आविष्कारहरू हैन, नयाँ सुनौलो आविष्कार गर्नको निमित्त अब कसैले देखेको हुँदैन। त्यो देखाउने बनाउनको निमित्त, व्यवहारमा ल्याउनको निमित्त अब फिल्ममा उत्रिँदा त अब मान्छेले अब नपत्ताको कुराहरूलाई अब गर्छु भन्नु त अब पागलै भन्छ। जब सबैले स्वीकार्य
होइन त्यसको विश्वव्यापी मान्यता हुन्छ अनि वैज्ञानिक बन्ने हो नि। हजुर अनि यहाँ त हिजो आम परिवर्तनको लागि पनि अब म देश परिवर्तन गर्छु भनेर जनयुद्धमा लाग्नु भएको थियो होइन, त्यसका केही अनुभूतिहरू पनि बताइदिनुहोस् न। अब त्यति बेला वर्गीय मुक्ति आन्दोलन देशमा आवश्यक थियो। हजुर होइन अब म त्यतिखेर 13 वर्षको थिएँ। म 2059 सालको होल्टाम्बर्स WTO हजुर र जनयुद्धका ऐतिहासिक ठुल्ठुला मोर्चाबन्दीमा सहभागिता छ। हजुर जस्तै सिराहाको बन्दीपुर, हजुर। भोजपुरको पान्दारे, भोजपुरको गोरेटार र हजुर। सर्लाहीको मलङ्गा हजुर। र भोजपुरको गोरेटारमा घाइते पनि भएको छु। हजुर त्यो घोडेटारको विषयमा केही बताइदिनुहोस् न। तपाईँ अब सानै उमेरमा जनयुद्धमा लागेर पनि तपाईँ लड्नुभयो होइन, त्यो चाहिँ सानै उमेरमा लड्दाको अनुभूति चाहिँ कस्तो भयो तपाईँलाई? अब मृत्यु भनेको कुरा चाहेर पनि हुँदैन रहेछ होइन, मार्नु र मर्नु परिवर्तनको लागि ज्यानको आहुति दिनको निमित्त तयार भएको। हजुर तर पनि सुरुको बन्दीपुरको लडाइँमा चाहिँ फायरिङ खोलेपछि बित्थामा आए जस्तो भयो, आए जस्तो अनुभव भयो, मन डरायो, मुटु काम हो हजुर होइन, पाइलै बढेन। हजुर त्यस पछाडिको युद्धहरूमा अब अनुभव पनि भयो। त्यो हजुरको सुरुको युद्ध चाहिँ बन्दीपुर युद्ध भयो। हजुर अनि कस्तो भयो पहिला चाहिँ अलिकति बताइदिनुहोस् न। पहिला त्यो अलिकति मुटु कामे जस्तो भयो भन्नुभयो होइन, अब कस्तो भयो, त्यहाँको सिन कस्तो आएको थियो लडाइँको? अब ट्रेनिङ गर्दा ब्याटल ड्रिलहरू गर्दाखेरि अब त्यो सोचे जस्तो त्यतिखेर गरे जस्तो वास्तविक मुखले बुटुङटुङ भने जस्तो हजुर हजुर फायरिङ खोले जस्तो साँच्चीकै अब मोर्चामा युद्धमा ब्याटलमा त्यो नहुँदो रहेछ होइन। हामीले फिल्ममा हेरे जस्तो नर्मल तरिकाले नि हुँदैन। अब हान्द्रामारको समयमा त्यो परिस्थितिमा अब मैले भनिहालेँ बित्थामा आएछु होइन, बरु घरमै बसेको भए हुन्थ्यो जस्तो चाहिँ 5 मिनटसम्म चाहिँ मुटुको धड्कनले पनि काम गरेन। त्यस पछाडि चाहिँ अब साथीभाइहरू पनि घाइते भयो, अब राप राताप होइन। अब त्यो भएपछि अटोमेटिकल्ली अब आत्मविश्वास अनि साहसले पनि निरन्तरता पायो। हजुर अनि यहाँ घोडेटार मोर्चा लड्दाखेरि घाइते हुनुभयो, कस्तो कन्डिसनमा घाइते हुनुभयो तपाईँ? भौगोलिक अवस्था पनि हामी भिरालो तर्फ थियो। हजुर अब सैन्य पोस्ट यहाँ थियो भने हामी यो साइडमा, माथिबाट चाहिँ अब ग्रेनेडहरू झार्दा नि अब घाइते हुने, ढुङ्गाइ लडाए पनि घाइते हुने अवस्था थियो। अब मेरो त्यहाँ चाहिँ 1st डिभिजन र 2nd डिभिजनको संयुक्त मोर्चाबन्दी युद्ध थियो। अनि अब दिउँसोकै 4-5 बजेदेखि अब हाम्रो 81 टोलीले अब आक्रमण सुरु गरेको थियो। अब त्यो जुन हामी एसल हाम्रो जुन आर्कमा पुग्नु नै हामीलाई टाइम लागेको थियो। अब त्यही माथि पनि दुश्मनलाई अगाडि नै थाहा भइसकेको थियो र कम्बिनेसन पनि मिलेको थिएन। हाम्रो 2nd डिभिजनको टोली अगाडि बढ्यो आर्कमा। अब 1st डिभिजनको टोली उनीहरू ढिलो आयो, त्यही भएर पनि अब दुश्मनलाई पनि अब प्रतिकार गर्न सजिलो भइरहेको थियो। हाम्रो भौगोलिक अवस्था पनि त्यस्तै थियो, दुईतिरको तालमेल नमिल्दाखेरि हाम्रो क्षति हुन गयो। म घाइते हुनुभन्दा अगाडि जुन जमिन कमरेड हुनुहुन्थ्यो भोजपुरको अब जनसरकार पनि बनिसक्नु भएको थियो र त्यस पछाडि उहाँ बटालियन कमान्डर हुनुहुन्थ्यो। उहाँ जब शहीद हुनुभयो अब जिपिएमजीको गोलीले, त्यस पछाडि उहाँको पछि म थिएँ। हामी तारबार अब तोडेर भित्र पसिसकेको थियौँ बङ्कर खनेर, त्यही बेलामा पनि घाइते हुन पुगेको हो साथी। अनि सायद मलाई चिन्ने साथी थिएन भने चाहिँ अब यतिखेर म माटो बनिसक्थेँ, कहाँ के कुन बिरुवा ममा उम्रिसक्थ्यो होला। तर चिनेको साथीले अब अलिकति लगेपछि चाहिँ अब भनौँ न बिरामी टोली जुन अब पास गर्ने हुन्छ तिनीहरूले गर्दा अब चिनेको कमरेडले गर्दा म बचेछु। तपाईँ चाहिँ अगाडि बङ्कर कब्जा गर्न जाँदाखेरि नै घाइते हुनुभयो? तारबार क्रस गरेर अब अन्तिम उनीहरूको जुन क्याम्पभित्र उनीहरूको सेन्टी पोस्ट कब्जा गर्ने बेला चाहिँ अब घाइते भएको। हजुर अनि तपाईँको अन्तिम लडाइँ चाहिँ कुन भयो? तपाईँ शान्ति प्रक्रिया लाग्नु अगाडि सर्लाहीको मलङ्गा जहाँ हजुर नेपाली सेना भनौँ शाही सेनाको हेली खसालेको थियो। र त्यो जनयुद्ध त्यो ब्याटलको त्यो मोर्चाको जति हतियार खोस्यो सबै मैले खोस्या हो।
मलाई लाग्छ जनयुद्धको सबैभन्दा धेरै हतियार खोज्ने योद्धा नै म थिएँ। हजुर हजुर त्यहाँनिर 10-15 खोसिएको थियो, सबै मैले हाइपोस्ट कब्जा गरेर मैले एक्लै खोसेको थिएँ। मलङ्गुवा मोर्चा चाहिँ कस्तो थियो, तपाईँ कसरी तयारी गरेर जानुभयो र कसरी चाहिँ त्यहाँ कति बजे फायर ओपन भयो त्यो विषयमा? मलाई लाग्छ सर्लाहीको मलङ्गवा नेपाली जनयुद्धकै तराई क्षेत्रको राजमार्ग क्षेत्रको अलि बलियो अब पहिलो र अन्तिम मोर्चाबन्दी युद्ध हो होइन, त्यो आक्रमण हो। र त्यहाँ जानुको लागि पनि हिँडेर साध्य थिएन, हामी चाहिँ ट्रक हुँदो ट्र्याक्टर हुँदो हामीले साधनहरू नै प्रयोग गरेको थियो। एकदम स्टेप गठन गरेर होइन स्पेसल सेलेक्टेड फोर्सहरू नै गएको थियो। र अब त्यहाँनिर अब कुनै अब आर्मीको लागि ब्लक मात्रै गर्ने, कभर मात्रै, कुनै अब पुलिसको कब्जा गर्ने, कुनै अब विभिन्न कब्जा गरेर ऊ बनाएर गएको थियो। अनि अब फायर भएको अब 5 मिनटभित्र चाहिँ हाम्रो 20-25 मिटर लामो जुन हामीले माइन बनाएको थियौँ त्यो विस्फोट गराएर तारबारभित्र छिरेर पनि हामीले चाहिँ अब भनौँ न दुश्मनलाई चाहिँ अब कब्जा गर्न सुरु गरिसकेको थियो। तर हाम्रो अगाडि हाम्रो कमेडरहरू पनि मेन गेटतिर पर्नेहरू अब शहीद हुनुभयो होइन। अब अहिले नै त ठ्याक्कै कमल भन्ने कमेडरहरू अब याद आइहाल्यो हुनुभयो। र त्यहाँको डरले अब उनीहरूलाई यो ठाउँमा आक्रमण गर्छ भन्ने लागेको थिएन, दुश्मन अब अलिक कमजोर अवस्थामा थियो र उनीहरूले हतियारहरू पनि मलाई लाग्छ सफा गरेको थिएन। म त हाइपोस्ट पुगेँ, उनीहरू हाइपोस्टमा केन्द्रित भयो। अब त्यहाँ हाइपोस्टमा उनीहरूको सेन्ट्री पोस्ट प्लस खाटहरू रहेछ, त्यहाँबाट म भर्याङबाट चढ्दा मलाई टाकिरहेको थियो कि मैले देखिहालेँ। मैले अब भनौँ न ब्यारलमा समातेर खोसेँ, लात्तीले हानेर किकले हानेर, तर त्यो हतियार चाहिँ जाम भएको थिएछ। उसले टिगर त दबाएकै हो तर हतियार जाम भएको थिएछ र म चाहिँ ढलिनँ। त्यस पछाडि त्यसलाई कब्जा गरेपछि तेरो साथीहरू कहाँ छ भन्दा यताको उमा छ भनेपछि सबै भित्र केन्द्रित थियो। तिमीहरू निस्किन्छस् कि म बम फालिदिउँ भनेको, हामी निस्किन्छौँ भाट उठाउँछौँ भनेपछि अनि साइडमा कभर लिएर अनि हतियार चाहिँ पास गरेको हो। त्यस्तो अवस्था त्यहाँ खोसेको हतियारै मैले सबै खोसेको हतियार हो, त्यति नै हो कब्जा गरेको। अब जुन टार्गेट चाहिँ पुरा भएन भनौँ न। त्यस पछाडि हेली आयो, अब हेली पनि अब भनौँ न हाम्रो साथीहरूले अब डिफेन्स उसले टोलीले खसालिदिइहाल्यो। त्यस पछाडि हामी फेरि हल्दारभन्दा माथिको जुन कमान्डरहरूलाई मात्रै उनीहरूको पनि लगेर सिपाहीलाई त्यहीँ छोडेर गाडीमा अट्ने अवस्था थिएन, कब्जा गरेको अब भनौँ न हाम्रो सेना साथीहरूलाई चाहिँ लिएर गयो। पछि सिन्धुलीमा मानव अधिकारको टोलीद्वारा होइन उनीहरूको रोभरमा छोडियो भनौँ, उनीहरूलाई रिहाई गरियो, मानव अधिकारको रोभरमा रिहाई गर्नु। हजुर, युद्धको नियम त्यहाँनिर लागू गरियो। हजुर हजुर। अनि त्यसपछि शान्ति प्रक्रिया आएपछि पढाइलाई फेरि निरन्तरता दिनुभएछ, सानै उमेरमा जनयुद्धमा लाग्नुभयो। पढाइ पनि तपाईँले एकदम नसोचेको हिसाबले चाहिँ ट्यालेन्सी हिसाबले नै अगाडि बढाउनु भएछ। यो अरूलाई पनि बताइदिनुहोस् न, यो कसरी लगनशील हुनुभयो तपाईँ? म चाहिँ समायोजन भएर नेपाली सेना भएर जागिर खानको निमित्त जनयुद्ध भएको थिएन म। हजुर होइन, पूर्ण विश्वास त थियो र म क्लियर थिएँ भिजनमा। र म सेना हुन चाहन्थिनँ। म जनताको सेना हुन चाहन्थेँ तर नेपाली सेना हुन चाहन्थिनँ। त्यही भएर पनि मैले त्यहाँबाट सेना समायोजनको कुरा हुँदा म विद्रोह गरेर अब मैले फेरि के गर्नुपर्छ पढ्नुपर्छ भनेर मैले एसएलसी +2 धरानबाट गरेँ। हजुर। र फेरि अब काठमाडौँमा अन्य शिक्षा कुन स्कुलबाट गर्नुभयो? ज्ञानोदयबाट एसएलसी गरेँ। हजुर। शिक्षा निकेतनबाट +2 गरेँ। हजुर। त्यस पछाडि काठमाडौँ केन्द्रित भएँ। हजुर। अनि बिर्ल्यान्ड मल्टिपल क्याम्पसमाबाट मेरो फेरि उच्च शिक्षाहरूलाई मैले त्यसरी अगाडि बढाउँदै लगेँ। अहिले अब विभिन्न खोज अनुसन्धान रिसर्चहरूद्वारा अब 8वटा 38 वर्षको उमेरमा 8वटा विधावारी डक्टरेट हासिल गरेको छु। जिमोलोजी, पोलिटिकल साइन्स, जियोलोजी, सोसियोलोजी र मार्सल आर्टको क्षेत्रमा मैले यसरी डक्टरेट गरेको छु। यो देशको लागि हो, देशले नबुझिने विश्वले बुझेको छ। जब देशले बुझ्नेछ तब देश विकास हुनेछ। हामी जस्तो मान्छेलाई जब जनताले नेतृत्वमा त्यो कानुन लेखाउने ठाउँमा पुर्याउँछ त्यसपछि चाहिँ देश विकास हुन्छ भन्ने कुरामा चाहिँ तपाईँ यति ट्यालेन्ट भएर पनि विदेश पलायन हुनु भएन चाहिँ के कारण? म राष्ट्रप्रतिको
मेरो मायाले हो, राष्ट्रप्रतिको भावनाले ओतप्रोत हो। सायद म अमेरिका गएर बस्ने एउटा लेभल नबनाएको होइन। अमेरिका होस्, अस्ट्रेलिया होस्, मलाई अहिले पनि चाह्यो भने मलाई त्यहाँको नागरिक दिन्छ। मभन्दा सामान्य प्रोफाइल भएको मान्छे त नागरिकले बनेर बसेको छ भने, तर म दास होइन, स्वर्गको दासभन्दा नर्कको राजा ठिक भनेर आफ्नो मातृभूमिमा बसेको छु। सायद म आज अमेरिकामा हुन्थेँ भने मेरो बाबाआमा यहाँ बिरामी हुँदा मैले बाबाआमा भनेर भन्नु पाउँथिनँ होला होइन। पैसै सर्वसर्व होइन, मान्छेले तर पैसा ठुलो कुरा भन्छ। पैसा र पैसाको पछि लाग्ने त क्षणिक हो, तर हामीले इतिहास रच्ने मान्छेको सोचाइ महान हुन्छ। त्यो महान कार्य गर्नका निमित्त होइन धैर्यता चाहिन्छ र साँच्ची नै राष्ट्रवादी राष्ट्रप्रेमी हो भने राष्ट्रको हितमा, राष्ट्रको लागि होइन गरिराखेको कार्य यो देशले नचिने पनि विश्वले चिनो, नेपालीले नै चिन्नुपर्छ भन्छु। अनि अब यहाँको नयाँ सोच र नयाँ योजना के छ? पढ्नु भनेको गर्नुको लागि हो हजुर, तर यो देश विकास नभएको चाहिँ के छ भने, थोरै सर्टकटमा म भन्छु, सबै नेपालीले ध्यान दिएर सुन्नु होला र यो कुराहरू बार बार आउँदैन पनि। किनभने हामी खालि विदेशको रेमिटेन्सको कुरा मात्रै गर्छौँ होइन। अरूको सामानको अब जस्तै हाइड्रो पावर निकाल्छ, जलविद्युत निकाल्छ, इन्डियामा बेच्ने अनि इन्डियाबाट फेरि किनि ल्याउने, त्यहाँ पनि घाटै छ। अनि यहाँ भएको पेट्रोल, यहाँ भएको ग्यासलाई उत्खनन पनि छैन, अनि विदेशबाट ल्याउने। अनि यहाँ अब भनौँ न साधन स्रोत बाहेकहरू विभिन्न मान्छेले अहिले उड्ने जहाजसम्म सानोतिनो भने नमुना बनाइहिँडेको छ, यसलाई नि लगानी छैन, यसलाई नि ध्यान छैन। त्यस्तै गरी यो देशको साधन स्रोत मात्रै सदुपयोग गर्ने हो भने नेपाल विश्वको धनी बन्छ होइन। यहाँ त पर्यटक क्षेत्रलाई मात्रै ध्यान दिएको छ, बाहिर आवरणलाई मात्रै दिएको छ कि, तर भित्र के छ भन्ने कुरा बुझेको छैन। आजै खानी तथा भूगर्भ विभागमा त नेपालमा हिरै छैन भन्ने सिकाएको छ। ए बाबा जियोलोजिस्टले के चाहिँ पढेर जियोलोजिस्ट भयो होइन। यदि यो देशको साधन स्रोतको खोज तथा अनुसन्धान, पहिचान, उत्खनन अनि त्यसलाई प्रशोधन अनि राष्ट्रिय अन्तर्राष्ट्रिय बजारीकरणको व्यवस्था अथवा कानुनी रूपमा खुला गरिदिने हो भने नि मलाई सरकारको कुनै जिम्मेवार चाहिएन, बजेट चाहिएन। यो देशमा म 1 वर्षभित्र 5,000लाई रोजगारी दिन्छु, 10 वर्षमा 50,000लाई दिन्छु र देशलाई धनी मात्रै होइन कि विश्वको धनी बनाउँछु, ताकि सबैभन्दा मूल्यवान चिजहरू यो देशमा पाइन्छ। के पाइन्छ? रेडियन भनेको बल्ने लाइट स्टोन भन्छ नर्मल्ली, त्यो भनेको रेडियन भनेको नेपालमा मात्रै पाउँछ। संसारको सबैभन्दा बहुमूल्य चिज हो। आजै त्यो भन्दा त यहाँ युरेनियम पाउने ठाउँमा हिरा छैन भन्छ। ए हिरा भनेको के हो त? हिरा भनेको एउटा ढुङ्गा हो जसको हार्नेस भनेको त्यसको कडापन 10 हुन्छ, 10 भन्दा माथिकोलाई हिरा भन्छ। विदेशीले हिरा भनेर मार्केटमा ल्याए, नेपालीले कि ढुङ्गा भनेर टेकेर गए कि त देउता भनेर पुजे, भएको यति त हो होइन। तर यहाँनिर यहाँको खानी तथा भूगर्भ विभागले त क्रिस्टल कर्सको नि हार्नेस कति भन्ने कुरा टेस्ट गर्नु अरे। जा राष्ट्रिय वाणिज्य ब्याङ्कमा भौचर भर फर्म भरेर आइजा, अनि स्याम्पल तेरो सानो चाहिँ टेस्ट हुन्छ भन्ने। ए बाबा हो, जति पनि ल यहाँनिर हिरा छ भने पनि युट्युबले लिएको छ, यहाँ युरेनियम भने पनि मिडियाले लिएको छ, टिकटक होस्, फेसबुक होस्, अब आधिकारिक मिडिया होस्। यहाँनिर पेट्रोल भने पनि खानी तथा भूगर्भ विभागले गरेको काम चाहिँ के त? बरु त्यो भन्दा त होइन नर्मल 2 नम्बरी धन्दा गर्नेलाई थाहा हुन्छ बल्ने ढुङ्गा कसरी हुन्छ भन्ने कुरा होइन, त्यसको कम्पनी प्रक्रिया कसरी होला। तर म जतिको मान्छेलाई त होइन क्रिस्टल कर्सको हार्नेस कति होइन, एमरोल्ड सफायरको कति, टोपाजको कति होइन, रुबीको कति, डायमन्डको कति र बल्ने ढुङ्गा हुनको लागि हार्नेस कति भन्ने कुरा त हामीलाई थाहा छ नि। नेपालमा जस्तो बहुमूल्य यो खानी क्षेत्रको भूगर्भ यो धरतीको कुराहरूमा अरू देशमा छैनन् के। यहाँ किन सगरमाथा चढ्न आउँछ? मृत्युलाई जोखिम राखेर करोडौँ तिरेर विदेशी आउँछ, तर त्यहाँको एउटै ढुङ्गा लगेन अरबौँमा बिक्री हुन्छ। यो नेपालीलाई के थाहा? नेपालीलाई चाहिँ चेकिङ गरे। आज संसारको महँगो घरीमा लाउने ढुङ्गा त त्यहीँको हो त, किनभने हावा नभएको ठाउँको त्यो माटो ढुङ्गा जे भयो भने त्यो त अनि पृथक कुरा हो नि होइन, मेटेराइटतिर गनिहाल्यो नि। यो कुरा नेपालीले बुझेको छैन होइन। यदि सरकारले कि त
खानी तथा भूगर्भ विभागलाई तिमीहरू नबोल हिरा छैन भन्नु सिकाएको कि त ज्ञानै नभएको जियोलोजी र जिमोलोजिस्ट भनेर त नातावादले आफ्नो पावरले कर्मचारी राखेको हो होइन भने अहिलेसम्म खानी तथा भूगर्भ विभाग त राजाको पालोदेखि होला खोइ त के चाहिँ कहाँ चाहिँ पत्तो लाग्यो तपाईँको घरबारीमा भेटाएको ढुङ्गाले पनि राम्रो छ भने तपाईँलाई समाउँछ यो त यहीँ सोध्न र तँलाई समाउँछ भनेर सिआइडीहरू बाहिरैभरि राखिदिएको हुन्छ त्यहाँनिर खानी तथा भूगर्भ विभागमा जस्तै गोर्खाको पुर्खादेखि पुजेको भनौँ ऊ अहिले अब कहाँ म्युजियममा लगो भने डुब्ली बनाएर राखिदियो त्यसले त यो देशलाई साँच्चीको प्रक्रियामा मलाई मात्रै बेच्ने जिम्मा दिएको भा हजुर मसँग बिल गेट्सको कम्पनी होस् कि होइन हजुर अहिलेको छ नि के अरे लेटेस्ट धनादे बिल गेट्स पछिको एलन मार्क्सकै कम्पनी होस् कि डाइरेक्टमा ऊ गरिदिन्थे किन यो बल्ने ढुङ्गा लान्छ भन्दा यो चिसो वस्तु हो यसको हार्नेस 17-18 भन्दा माथि हुन्छ मैले भने डायमन्ड 10 मात्रै हुन्छ 17-18 हुन्छ र आइसिङ फ्लावरिङ गर्ने को हार्नेस कम्तीमा 22-23 हुनुपर्छ त्यो आइसिङ फ्लावरिङ भन्छ नि 2 नम्बर धन्दा गर्नेले र रातो बल्ने सबैभन्दा महँगो हो नीलो हरियो बल्ने अझै मिडियम हो र नर्मल ट्युबलाइट जस्तो बल्ने ठिकको हो तर त्यसलाई यति उति ठुलो प्रक्रियाको भन्ने नै छैन यत्रो किन नहोस् होइन 5 क्यारेटको किन नहोस् 1 केजीको किन नहोस् यो देश किन्ने पैसा आउँछ के त्यो किन लान्छ भन्दा यानहरूले रकेट यान लन्चहरू गर्छ नि त्यहाँनेरि त्यो चिसो वस्तु हो कहिले तातिँदैन मेन इन्जिनमा प्रयोग गर्नुको लागि लान्छ नि नेपालीलाई के थाहा मैले भने नि कि देउता भनेर पुच्छन् कि त ढुङ्गा भनेर कुल्चेर जान्छन् अनि देशमा भएको कुरा चाहिँ अब पद पहिचान नभएर अब विदेशीले बनाएको स्टिल फलाम बाइक कार भनौँ अनि रमायो होइन मर्सिडिज कार भनौँ थार कार भनौँ त फलाम र रबर हो नि यो देश यही प्रक्रियाले जाने हो भने 5 वर्षभित्र कबाडीको देश बन्छ यदि देश चलाउने भने म साधन स्रोतको करले मात्रै नै म चलाइदिन्छु हजुर हजुर 60,000 पर्ने पल्सर बाइकलाई यहाँनिर 4.5 लाख पर्छ हजुर 300% त करै तिर्छ अनि अरू देशमा साधन किनेको 10 वर्षसम्म रिन्यू गर्नु पर्दैन यो प्रत्येक वर्ष रिन्यू गर्नुपर्छ भने एउटा जग्गा 1 वर्षमा 10 चोटि किनबेच भयो भने जग्गाको मूल्य भन्दा धेरै त कर तिरेको छ कहाँ हो पैसा छैन भन्छ भन्सारमा हेर्ने त कति दिनमा आएको छ कति ती उठाएको छ अनि पैसा छैन भने गरिब देश भने मलाई 6 महिना मात्रै चलाउन दियोस् त हैन म शिक्षा क्षेत्र पनि म फेरबदल उथलपुथल गरिदिन्छु म सैन्य क्षेत्र पनि उथलपुथल गरिदिन्छु म यो देशको कानुन बनाउनेमा 5 दिन मात्रै राखिदियोस् म हर क्षेत्रको म ड्रास्टिक चेन्ज गरिदिन्छु के यहाँ त शिक्षा नीतिमा नि पढेर बुढो भइँदैन भन्छ शिक्षा नीतिको विषयमा पनि अलिकति बताइदिनुस् न पढेर बुढो भइँदैन भन्छ हजुर नेपालीको सरदर आयु दिनानुदिन घट्दो छ हजुर हैन अनि पढेर बुढो भइँदैन अरे ल त पनि मानियो अरे ल सुनियो अरे ल पढ्नु भनेको गर्नुको लागि तर लोकसेवा आयोगमा पढेर चाहिँ जागिर खानुको भने उमेरको हदबन्दी कति छ हैन त्यसको सीमारेखा कति छ र तपाईँले बोर्डिङ स्कुल छोराछोरीलाई पढाउँदा 50 लाख सिद्धाउनु भयो त्यसले मास्टर डिग्री पछि अथवा पिएचडी पछि 50 लाखको जागिर पाउँछ भन्ने के ग्यारेन्टी छ छैन नि हैन त्यही भएर नेपालीको सरदारहरूलाई मध्यनजर गर्दै हजुर शिक्षा भनेको जति सक्दो छिटो सकिनुपर्छ के त्यो ढिलो सकिनु होइन के त्यो पो ज्ञान हो त अनि पढ्नु भनेको गर्नुको लागि यो देशमा झन् बढाएको छ पहिले त अब डिप्लोमाको 3 वर्ष थियो अहिले 4 वर्ष मास्टरको नि बढाएको छ उता नि बढाएको छ यो त हामीलाई पढ्नेलाई चाहिँ पढ भन्ने देश चलाउने चाहिँ एसएलसी फेलरहरू हुनुलाई हो नि त तर मैले चाहिँ शिक्षा नीतिलाई समृद्ध राष्ट्रको चमत्कारी सिद्धान्त मेरो यो भन्दा अगाडिको चुनावी एजेन्डा पनि थियो त्यहाँ बेसिक डिप्लोमा र एडभान्सको कोर्स हुनुपर्छ भनेको छु 25 वर्षभित्र पिएचडी लेभल एडभान्स भनेको पिएचडी को कोर्स सकिनुपर्छ बच्चा जन्मेको 5 वर्षसम्म नैतिक शिक्षा दिने 5 देखि 10 वर्ष 10 वर्षको भयो बच्चा 5 वर्ष बेसिक शिक्षा त्यो बेसिक भित्र म्याथ इंग्लिश साइन्स सबै सिकाइसक्ने बेसिक जति पनि पढाइने सबै सिकाइसक्ने 10 वर्षको भयो 10 देखि 20 वर्ष 10 वर्ष चाहिँ डिप्लोमा त्यो डिप्लोमा भनेको हाम्रो डिप्लोमा ब्याचलर लेभलको हैन अब पोलिटिकलतिर जान्छ हैन अब इन्जिनियरतिर जाने इन्जिनियर डाक्टरतिर जाने डाक्टर फार्मेसीतिर जाने फार्मेसीतिरको पाइलटको लाइन पाइलटतिरको त्यो डिप्लोमाबाटै छुट्यो अनि एडभान्स भनेको 20 वर्षको भयो बालक अनि 25 वर्ष 5 वर्ष चाहिँ एडभान्स कोर्स त एडभान्स भनेको चाहिँ अब एमफिल भनौँ मास्टर भनौँ अब पिएचडी भनौँ त्यो हुनुपर्छ
25 वर्षसम्म त सकिनु पर्यो नि त, अनि पो देश विकास हुन्छ त। 25 वर्षको भयो, हजुर 25 देखि 30 वर्ष, 5 वर्ष चाहिँ उसलाई जागिर पनि नदिने, जुन क्षेत्रमा उसले विज्ञता हासिल गरेर त्यो क्षेत्रमा फेरि फिल्डमा रिसर्चको लागि पठाउने। 30 वर्षको भयो, 30 देखि 40 वर्ष, 10 वर्ष चाहिँ सरकारले ग्यारेन्टीका साथ उसको योग्यता क्षमता विज्ञताको आधारमा उसलाई सेटलमेन्ट गर्नु पर्यो, उसलाई रोजगारी दिनु पर्यो। 40 वर्षको भयो, 40 देखि 50 वर्ष, 10 वर्ष चाहिँ अब 40 वर्षदेखि उसलाई जागिरै नदिने। 40 देखि 50 वर्ष, 10 वर्ष चाहिँ के गर्ने, उसलाई घरेलु हुन्छ, मझौला हुन्छ, ठुलो उद्योग हुन्छ हैन, जुन क्षेत्रको विज्ञता हो कम्पनी कन्सल्टेन्सी सबै खोलेर रोजगारी सिर्जना गर भन्ने गर्नु लाउने। हजुर 50 वर्षको भयो। अब 50 देखि उता चाहिँ रिटायर लाइफ, त्यो रिटायर लाइफ पनि त्यतिकै नबस्नु लाउने के, कुनै अब परामर्श केन्द्र खोल्ने ताकि आउने नयाँ जेनेरेसनलाई आफ्नो क्षेत्रको अनुभवहरू ह्यान्डओभर गर्नु लाउने। यसो गर्यो भने देश विकास हुँदैन। अनि मन्त्रीमण्डल गठन गर्दा पनि यदि खेलकुद क्षेत्रको छ भने हैन, मार्सल आर्ट खेलकुदमा डक्टर गरेर अब विज्ञ भयो, उसले सबै खोलो पनि, अनि त्यो मान्छेलाई प्रत्यक्ष कार्यकारीको लागि नियुक्ति गर्नुपर्छ के खेलकुद मन्त्रालय। यहाँ त के भएको छ भने रक्षा मन्त्री भन्छ, एउटा सेक्सनको फर्मेसन नि थाहा छैन, कुन हतियारमा कुन बुलेट लाग्छ, कति क्यालिबरको लाग्छ त्यो पनि थाहा छैन, अनि त्यो अरे रक्षा मन्त्री। स्वास्थ्य मन्त्री भन्छ कुन अब औषधि कुन बिरामीलाई खुवाउने नर्मल ज्ञान पनि छैन। खेलकुद मन्त्री अरे कुनै क्षेत्रमा खेलकुदमा पसिनै बगाएको छैन। वन मन्त्री अरे काठमाडौँमा सहरमा पिता पुर्खादेखि बसेको छ, वन जङ्गललाई देखेको छैन, अनि वन मन्त्री अरे। अनि ऊर्जा मन्त्री अरे अब जहाँ कहाँको गजेरालाई ऊर्जा मन्त्री बनाउँछ। शिक्षा मन्त्री अरे जो चाहिँ हुनुपर्ने सबैभन्दा शिक्षा नीति ल्याउनु पर्ने मान्छे, त्यो चाहिँ अब 8 कक्षा फेलरहरू। अनि यस्तो भएपछि देश विकास हुन्छ त? गृह मन्त्री मल्टी ट्यालेन्ट हुनुपर्छ, प्रधानमन्त्री कमान्डिङ हुनुपर्छ के, अनि मात्रै चाहिँ देश विकास हुन्छ। मैले भनेको जुन क्षेत्रको विज्ञ योग्य मान्छे छ त्यो मान्छेको मन्त्रालयको प्रमुख बन्नु पर्यो नि, अनि पो देश विकास हुन्छ। जे पाए त्यही मान्छे राजनीति उसले भागभण्डको आधारमा गरेर देश विकास हुन्छ त? अनि पुरानो नि त्यस्तै, नआए पनि त्यस्तै, जुन जोगी आए पनि कानै चिरेको भन्दै बसेर हुन्छ? जनताले खोइ बुझेको त? शिक्षा नीति न सही छ न अब मन्त्रालयको गठन प्रक्रिया राम्रो छ। मैले भने जस्तो यो मन्त्री परिषदको गठन प्रक्रिया हुने भयो नि, साँच्चीको विकास हुन्छ के। म चाहिँ खेलकुद मन्त्री भए पनि विकास गर्न तयार छु, म रक्षा मन्त्री भए पनि यो देशको सेनालाई कहाँ सदुपयोग गर्ने भन्ने कुरा मजाले जानेको छु। हतियार सम्बन्धी पनि मलाई आणविक हतियार सम्बन्धी र टाइम बम सम्बन्धी पनि सबै ज्ञान भएको मान्छे हो। राष्ट्रिय सुरक्षाको विषयमा अलिकति बताइदिनुहोस् न, तपाईँको भिजन के छ? रक्षा भनेको तपाईँको केमा प्रयोग भएको छ भने यो देशमा नेता र मन्त्रीको सुरक्षाको लागि सेनालाई प्रयोग भएको छ। खास सेना भनेको के को लागि भन्ने कुरै थाहा छैन के त मन्त्रीलाई। सेना भनेको त देशको सुरक्षा, सीमा सुरक्षाको लागि हो नि, होइन भन्नु त? अनि यो देशले चाहिँ अहिलेसम्म नेपाली सेना प्रयोग भएकै नेपाली जनतासँग जनयुद्धमा लड्नु मात्रै हो नि, अनि शान्ति सेना जाने, युएनबाट कमान्डरले कमिसन खाने, मन्त्रालयले खाने, यति हो नि, होइन? तर सेना भनेको यहाँ आन्दोलनमा गएर गोली हान्ने, नेताको घरमा सुरक्षा बस्ने होइन नि, होइन? त्यो त नेपाल प्रहरी छ नि, होइन? त्यो सकेन भने फेरि अब एफिएफ छ नि। तर साँच्चै नै भन्यो भने नेपाली सेना क्याम्पमा बसेर अलिअलि पिटी खेलेको भरमा तलब भत्ता कमाएर नेताको सुरक्षा नगरेर यो सीमा सुरक्षा अथवा विकास निर्माणकोमा उसलाई प्लस के भत्ता तलब के सडक खन्नु गयो भने प्लस तलब भत्ता दिएर बढाउने हो भने र यहाँनेरि नै आणविक भट्टीहरू परीक्षण गर्ने नीतिहरू आयो भने त ल्याउनु सक्यो भने, होइन? नेपालमा त अब विश्वकै पहिलोचोटि अब हतियारहरू भन्दा नि हतियार बनाउनेलाई नै हात काटेको इतिहास छ वैज्ञानिकहरूलाई। अब त्यस्तो समय हो, खालि विदेशबारे विदेशीको नै देख्ने, होइन? विदेशीबारे किनेर ल्याउनु पर्छ भन्ने, उत्पादनमा चाहिँ ध्यान नदिने, त्यही भएर त गरिब भएको हो नि। यहाँको सुरक्षा नीतिमा वास्तवमा यहाँको यो सानो देशमा एउटा जिल्लामा 1000 सुरक्षाले पुग्छ कि त विश्वयुद्धै लड्ने योजना हुनु पर्यो, होइन भने इन्डिया र भारतले जे भन्यो त्यही मान्ने नै हो भने त, होइन? 1000 एउटा जिल्लामा राख्यो भने यो आर्मी पुलिस फ्युजन गरेर, होइन, पुग्छ के। यो हाम्रो खर्च त थुप्रो सुरक्षामा त जान्छ नि त, तर काम त परिणाम आएन के। खाने त ब्रोइलर कुखुरा ठुलो भएर पाले जस्तो के खोरमा, अब यति चारो चाहिँ खान्छ, मासु त त्यही गुणस्तरमा बढेन। त्यस्तै छ भन्दा नेपाली सेना त काम चाहिँ केही पनि छैन, अनि तलब भत्तामा भन्दा थोरै जान्छ। राज्यको ढुकुटी रीति नेता त्यो पनि भन्दा मान्छेले देखेको छैन नि।
अब यहाँ हतियार गरे पनि इन्सासहरू दिन्छ इन्डियाले चलाएको थोत्रेहरू अब अहिलेसम्म 3 नतै प्रयोग गरिसक्छ होइन। यत्रो सुपरसोनिक हाइड्रो अब भनौँ न ब्यालिस्टिक मिसाइल क्रुज मिसाइलहरू आइसक्यो, चन्द्रमाबाट यहाँ हान्ने मिसाइलहरू आइसक्यो, पृथ्वीबाट चन्द्रमा हान्ने आइसक्यो। अनि नेपालमा चाहिँ अनि 200 मिटर 300 मिटर रेन्ज खानेहरूलाई नै त्यो थोत्रे विश्वयुद्धमा फ्याँकेकोहरू चाहिँ लिएर यहाँ दिएर त के काम। त्यो अलिअलि युद्धको बेला अलिअलि दिएको छ होइन। अब LSW-देखि GPMG-देखि गलिलदेखि होइन M16हरू दिएको छ। हजुर। तर त्यही नै त होइन नि त यार, जमाना कहाँ पुगिसक्यो अनि हाम्रो चाहिँ भर्खर त्यही खेलाउने। यहाँ नेपालमा बुलेट बनाउँछ यही सुन्दरी जलमै, यहाँको बुलेटै मिस फायर हुन्छ। अब तपाईँ पनि कमान्डर तपाईँलाई पनि थाहा होला, फ्यास्ट गर्छ पर्किँदैन। अनि त्यस्तो गोली बनाउँछ भनेर नि के काम त्यो त चोरलाई चाहिँ ठिक होला, चोरले त अब प्रतिकार गर्छ पर्किँदैन, पुलिसले समाउँछ। तर साँच्चैको युद्ध लड्नु त काम दिएन नि त होइन, धोकेबाज छ के सक्दैन भनेको। नेपालमा के बनाउनु थालिसक्यो अनि अब महावीर पुनः वैज्ञानिक भन्छ होइन। ऊ पनि अब अहिले ठाउँमा पुगेको खोइ त अनि पहिले बाटोमा भन्दा म वैज्ञानिक यस्तो आविष्कार गर्छु भने अब उसको उदाहरणले मैले उसलाई गाली गरेको होइन। अब अहिले पनि अब तोर्पे जस्तो भएर त भएन नि, वैज्ञानिक भएपछि केही आविष्कार गरेको देखाउनु पर्यो नि। मैले त अहिले गिलेन र बोटुको नि बनाएको देखेको छुइनँ। आविष्कार केन्द्र भन्छ होइन, बजेट पारेको छ। पोखराको 65 रोपनी जग्गा सबैभन्दा मूल्यवान ठाउँमा त उसको रहेछ। म घुम्नु जाँदा महावीर पुनको भन्दा ऊ त धनाध्य मान्छे रहेछ, उसले त बुक बेच्ने त योजना रहेछ। तर होइन नि यस्तो यसरी त्यो दरिद्र देखाएर पनि हुँदैन के। अहिले हाम्रो राजनीति नै दरिद्रतिर गएको छ। जनताले चाहिँ माया पिरे प्यारो लौ न बिचरा भन्ने त्यो सोचै होइन के। दरिद्र होइन, यहाँ म दम देखाउनु पर्ने समय आएको छ के। कमान्डिङ भएको नेतृत्व नभएसम्म हुँदैन के। कम्तीमा राजनीतिक ज्ञान त हुनु पर्यो नि, राजनीतिक ज्ञान गर्दै सिक्ने त हो। तर नेतृत्व गर्ने भनेको त सिकिसकेको मान्छे नि चाहियो नि त, त्यो नभएर नि देश विकास नभयो। भावी पुस्तालाई के सन्देश दिन चाहनुहुन्छ? अहिले यो देश कसरी बनाउने भन्दा नि मेरो पार्टी तेरो पार्टी व्यक्तिवादी चिन्तनहरूमा छ होइन, अराजक शैलीमा छ। यहाँ राजनीति बुझेको मान्छे मौन बस्नुपर्ने छ। राजनीति गर्छु भनेर चुरमुराउने जुन आँधीबेरी जुन सञ्जालहरू छ होइन, एकले अर्कालाई गाली गर्ने, यो कुराको अन्त्य हुनु पर्यो। सामाजिक सञ्जाललाई त सही सदुपयोग पो गर्ने हो त, यहाँ दुरुपयोग भएको छ। र आज टिकटक र फेसबुकको भ्युज जाने र वाह भन्नेले नै देश चलाएको छ। तर यहाँ चाहिँ वर्गीय युद्धबाट आएको मान्छेहरू पर्दा पछाडि छ। वास्तविकता राष्ट्रवादी भनेको को हो भन्ने कुरा चाहिँ जनताले चिन्न आवश्यक छ। र योग्य विज्ञ मान्छे जबसम्म त्यो ठाउँमा मैले भने जस्तो पुग्दैन, जुन मन्त्रीबाट तपाईँले अपेक्षा गर्नुहुन्छ त्यो मन्त्रालय सम्हाल्ने मान्छे त्यो क्षेत्रको विज्ञ हुनु पर्यो। अनि गृहमन्त्री मल्टी ट्यालेन्ट हुनु पर्यो, त्यो यस्तो तान्ने र बोल्ने त ट्यालेन्ट होइन, मल्टी ट्यालेन्ट हुनु पर्यो हरेक क्षेत्रको। अनि प्रधानमन्त्री भनेको कमान्डिङ हो कि, प्रधानमन्त्री कमान्ड दिने हो नि त होइन। विदेशीको गुलाम बन्दिन भनेपछि बन्दिन के, यहाँ त मुखले बन्दिन होइन, योले अलिकति दियो र अलिकति दियो भने अनि भन्दै महावीर पनि भाइरल भएको थियो नि होइन। हो त्यस्तो अवस्था छ। अनि कहाँ हुन्छ त? त्यही भएर मान्छेले बोल्नेले गर्छ पनि होइन। अब हामीलाई जस्तो युवाहरूलाई पनि चिन्लाने एकचोटि, जब चिन्छन् अनि चाहिँ देश बन्छन्, जब चिन्दैनन् अनि यत्तिकै आँधीबेरीमा गुज्रिन्छन्। यहाँनिर वर्गीय मुक्ति आन्दोलन विद्रोहलाई नबुझेर होइन, जातिको वर्णको धर्मको युद्ध हुनु फेरि सुरु हुनु लागेको छ। यो अत्यन्तै दुःखदायी कुरा हो। तर सबै सचेत नेपालीहरू होइन, जिम्मेवार नागरिक अनि यदि साँच्ची नै राष्ट्रप्रेमी हो भने बुझ्न आवश्यक चाहिँ हुन्छ। सबै जिम्मेवार बन्नुपर्छ अनि मात्रै देश बन्छ। मेरो तेरोले बन्ने हो र। आज फलाना धिस्काना भन्यो, भोलि त गद्दार भन्यो, फेरि थुक्दाको दास्ती, फेरि नयाँ भाइरल हुन्छ वाह भन्दाको दास्ती। अनि के जनता चाहिँ वाह भन्ने? सरकार र सत्ताले तपाईँले बोलेको भरमा वाह भनेको भरमा घरमा चुलो चौकामा चामल ल्याइदिने दियो बालिदिने होइन कि। तपाईँ हामी सबै नागरिकहरू नै सभ्य शिक्षित व्यवसायी भएर पो देश विकास हुने हो त। कहाँ यो सरकार त्यो सरकार भनेर हुँदैन नि। चेतना अलिक सानो छ। देश कसरी विकास हुनु भन्ने कुरा नै थाहा छैन। देश कसरी विकास हुन्छ भन्ने नै थाहा छैन। समाज कसरी रूपान्तरण, हामी आफै रूपान्तरित हुनु पर्यो नि। प्रत्येक व्यक्ति ममा हुनु पर्यो नि होइन, ममा हुनु पर्यो। अनि मेरो होइन कि हाम्रो हुनु पर्यो कि होइन। त मेरो पार्टी मेरो जाति मेरो साथीले त कुरा बिग्रेको हो नि त है।
हामीले खोजेको समाजवाद पनि त्यो नै है, त्यही नै थियो नि त आखिर। हजुर तर त्यही कुरा त आज होइन लिपोत भयो, हजुर भ्रम जस्तो भयो, हजुर यथार्थमा बुझ्न सकेन भने हजुर अन्य कुरा त अब पुँजीवादको अब भ्रूणहरू हो, हजुर मान्छेले बुझ्दैनन् हजुर होइन। कोही मान्छे सुरुवातीमै बात र साथ भन्छन्, हजुर बात कसरी आउँछ त्यो नै थाहा नभएपछि त्यसको लक्ष्य गन्तव्य नै अन्त्य छ नि त, हजुर हो किन भने त म चाहिँ भन्छु के, बाइक तपाईँसँग ल क्रस फायर होस्, बुलेट होस्, अथवा मैले चढ्ने जस्तै होस्, हाइवेमा लगेपछि फुल गियर हान्नुपर्छ कि पर्दैन स्पिड कुदाउनलाई, हो हो नि होइन। हो, हो, एकदम। अनि क्षमता भएको मान्छेले चाहिँ ठाउँमा नदिकन अनि त्यतिकै हुन्छ, खुम्चै राखेर त हुँदैन, भएको यही हो। एकदम। यहाँनिर राम्रो मान्छेहरू खुम्चेर बस्नु परेको छ, विज्ञयोग्य मान्छे जो पर्दामा आए, छाडा बोलेर आए, उसले जनतालाई भ्रम पारे अथवा भने नि अघि नै दरिद्र देखाएर रोएर बिचरा भन्ने भएर आए, त्यसरी देश बिचराले बन्ने होइन नि, हजुर। देशै बिचरा भएर जान्छ हजुर होइन। तर कमान्ड गर्ने कमान्डिङ पावर जबसम्म जनताहरूले छान्दैन, जबसम्म होइन जन्माउँदैन, तबसम्म देश विकास हुँदैन के है। जस्तै म खेलकुद मन्त्री भने नि खेलाडी नै हुनुपर्छ कि पसिना बगाएको, रक्षा मन्त्री सैन्य सम्बन्धी ज्ञान भएको हुनुपर्छ कि हजुर होइन, गृहमन्त्री मन्त्री मल्टी ट्यालेन्ट हुनुपर्छ कि, सबै क्षेत्रको मन्त्रालय नै होइन जबसम्म प्रत्यक्ष जनताले यो मान्छे यो कृषिविदलाई कृषि मन्त्री भनेर निर्वाचित हुँदैन, यो पार्टीको भागबण्डको अन्त्य हुन्छ। संसदीय व्यवस्थै वास्तवमा गलत हो होइन, भन भने अब गाली नगर्नु होला, के बुझ्नु होला। हजुर प्रत्यक्ष कार्यकारी के मन्त्री र प्रधानमन्त्री र राष्ट्रपतिको कुरा मात्रै उठेको छ प्रत्यक्ष, अनि ऊ आएपछि आखिर पहिलेको जस्तो आफ्नो के चम्चालाई चाहिँ अनि चम्चागिरी र पादरीहरूलाई चाहिँ मन्त्री बनाउने हो त होइन। हजुर प्रत्यक्ष कार्यकारी व्यवस्था भनेको मुख्य सचिवदेखि आर्मीको चिफ कमान्डरदेखि पुलिसकोदेखि सबै विभागको हुनु पर्यो, अनि चाहिँ हुन्छ। मैले हाँस्छु न त खाने तथा भूगर्भ विभागमा होइन हजुर। जियोलोजी र जियोलोजी सरे, हजुर अब क्रिस्टल र कसको हार्नेस टेस्ट गर्नु पनि मेसिनमा चाहिन्छ, ल्याब टेस्ट चाहिन्छ भन्नेहरू राख्यो भने देश विकास हुन्छ त, एकदम। हुँदैन। त्यही भएर पहिचान साधारण स्रोतको मात्रै होइन, दक्ष विज्ञ होइन व्यक्ति नेता लिडरसिप पनि गर्न आवश्यक छ। र यो देशमा भएको साधारण स्रोतकै सदुपयोग गरे, मान्छेले त खालि पानीको मात्रै कुरा गर्छ, सागर माथाबाट पानी ल्याएर बेच्ने कुरा गर्छ। यहाँनिर हिरा हिरा छ यार, हजुर। मान्छेले सुन भनेको के हो, माटो र बालुवाको कण होइन, हजुर। अनि बजारमा लिएर अब त अहिले त केमिकल हालेर नि बनाउँछ, अनि त्यो चाहिँ मूल्यवान भनौँ। तर यहाँ हिरा हिरा कुचेर हिँडेको छ, हामीले थुकेर हिँडेको छ, ऊ सागर माथा चढ्दा नि विदेशीले लगेर गएको छ, यो कुराहरू बुझ्दैन। हजुर मलाई जिम्मेवार दियोस्, हजुर ग्यारेन्टी दिन्छु, मलाई सबै क्षेत्रको अहिले जिम्मेवार नदियोस्, खानी तथा भूगर्भ विभागको मात्रै दियोस्, अथवा शिक्षा नीतिको दियोस्, अथवा खेलकुद अथवा रक्षाको दियोस्। त्यसमा मैले राम्रो काम गरेँ भने अनि गृह र प्रधानमन्त्रीतिर ढकेलौँला, अहिले नै सबै आँट्दिनँ। तर कुनै क्षेत्रको धेर खानी तथा भूगर्भ विभागको जिम्मा तोपारको होइन, त्यसलाई टोटल्ली खारेज गरेर मलाई बजेट पनि चाहिएन, म सरकारलाई बरु वर्षमा 1 खर्ब बुझाउँछु होइन, त्यहाँ बरु खर्च कटौती होस् जे होस्, म यो देशलाई विश्वको नम्बर 1 बनाउँछु। नेपालमा सबैभन्दा मूल्यवान खनिजहरू छ, त्यो खनिजलाई नै विश्व बजारमा पुर्याउँछु र नेपाललाई पहिचान दिन्छु र धनी राष्ट्र बनाउँछु। नेपालको सुख समृद्धि मान्छेले त चुनावको बेला लेखे जस्तै होइन, म व्यवहारमा उतार्छु र विश्व इतिहास रच्ने कीर्तिमानीहरूको लागि पनि कीर्तिमानी आयोग गठन होस् भन्न चाहन्छु। त्यो कीर्तिमानी आयोगले चाहिँ विश्व रेकर्ड राख्नेहरूलाई मात्रै होइन कि खेल क्षेत्रमा खेलकुदले गर्न नसकेको कुराहरू गरेर देखाउने छ, ताकि वडा स्तरको खेलाडीलाई जुनसुकै खेलाडी होस् न, भलिबल फुटबल होइन टेक्वान्डो उसु कराते, वडाले दिनुपर्छ 5,000 10,000 भनी, पालिका स्तरको खेलाडीलाई पालिकाले हेर्नुपर्छ, जिल्ला स्तरकोलाई जिल्लाले हेर्नुपर्छ, प्रदेश स्तरकोलाई प्रदेशले, राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीलाई केन्द्रले हेर्नुपर्छ। अनि मात्रै खेल क्षेत्रबाट देशलाई पनि अझै चिनाउन सकिन्छ, खेलाडीहरूले पनि गर्वका साथ खेल्छन्। होइन भने राष्ट्रिय खेलाडी भनेको छ आज फुटबल जस्तो राष्ट्रिय खेलाडी फुटसलमा चाहिँ केन्द्रित हुनु नपरोस्, फुटबल खेलाडी राष्ट्रिय खेलाडी अरे फुटसलमा जानुपर्छ, त्यो अवस्था नहोस्। धेरै क्षेत्रका खेलाडीको भाग्य र भविष्य यदि निर्धारण गरिदिने भने यो देश खेल क्षेत्रबाट नि धनी हुन सक्छ भन्न चाहन्छु। यहाँले आफ्नो महत्त्वपूर्ण समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। धन्यवाद सम्पूर्ण दर्शकहरू र खोज तलास मिडियालाई पनि हृदयदेखि आभार प्रकट गर्न चाहन्छु।